सम्पूर्णमा नमस्ते। फार्मा सञ्जाल युट्युब च्यानल हेरेर बस्नुभएका तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म लोकराज पन्त, क्लिनिकल फार्मासिस्ट। आज तपाईँहरूलाई म सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग 5औँ तह फार्मेसी सुपरभाइजर पदको लागि सुदूरपश्चिम लोकसेवा आयोगले लिएको प्रश्नपत्रहरू लिएर उपस्थित भएको छु। आशा छ यो प्रश्नपत्रहरू समाधान गर्दाखेरि तपाईँहरूलाई केही न केही फाइदाजनक हुने नै छ। र पहिलो प्रश्न रहेको छ, विच अफ द फलोइङ इज बोथ बाइन्डर एन्ड डिसइन्टिग्रेन्ट भनेको छ। यो फार्मास्युटिक्सबाट सोधेको क्वेसन हो र यसको आन्सर चाहिँ स्टार्च हुन्छ र अरू भनेका यिनीहरू बाइन्डर र डिसइन्टिग्रेन्टहरू होइनन्। अब सोडियम स्टार्च ग्लाइकोलेटको कुरा गर्दाखेरि यो दुइटै सुपर डिसइन्टिग्रेन्ट हो तर बाइन्डर होइन। त्यस कारणले यसको आन्सर अप्सन बी हुन्छ। अनि चेन्ज इन कलर, अर्डर, टेस्ट, viscosity एन्ड morphology टेक्स प्लेस इन विच अफ द फलोइङ इन्कम्प्याटेबिलिटिज भनेको छ। यसमा अब फिजिकल, केमिकल, organoleptic र इन्कम्प्याटेबिलिटी ड्यु टु फ्लुरोसेन्स भनेर दिएको छ। अब झुक्क्याउनको लागि organoleptic भनेर राखिदिएको छ। तर अब फार्मास्युटिक्समा स्ट्यान्डर्ड क्लासिफिकेसनमा हामीले जेनरली फिजिकल, केमिकल र थेराप्युटिक इन्कम्प्याटेबिलिटिज भनेर पढ्छौँ। सो यसको आन्सर चाहिँ फिजिकल इन्कम्प्याटेबिलिटी हुन्छ। केमिकल हुनको लागि केमिकल रियाक्सन इन्भल्भ हुनुपर्छ भने अब इन्कम्प्याटेबिलिटी टु फ्लुरोसेन्स भनेको लाइट रिलेटेड डिग्रेडेसन भयो भने त्यसलाई फ्लुरोसेन्स भन्छौँ। सो यस कारणले यसको आन्सर चाहिँ फिजिकल इन्कम्प्याटेबिलिटिज हुन्छ। अब क्वेसन नम्बर 3 ले सोध्न खोजेको चाहिँ हाइपर सेन्सिटिभिटी रियाक्सन कुन टाइपको एडभर्स ड्रग रियाक्सन हो भनेर सोध्न खोजेको छ। इथाम्ब्युटोल हाई डोजमा युज गर्दाखेरि, टक्सिक डोजमा युज गर्दाखेरि कुन किसिमको रियाक्सन हुन्छ भनेर भन्न खोजिरहेको छ क्वेसनले। यसमा हामीले जुन एडभर्स ड्रग रियाक्सनको क्लासिफिकेसन पढेका छौँ, एडिआर क्लासिफिकेसन त्यसमा ABCDEF छ। त्यसबाटै सोध्न खोजेको हो। ए भनेको डोज रिलेटेड र बी भनेको बिजारे फार्माकोलोजिकल एक्सनसँग अननोन, ई भनेको इन्ड अफ युज, एफ भनेको फेलियर अफ थेरापी भन्न खोजेको। सो यसको आन्सर अप्सन बी हुन्छ। त्यसै गरी अब क्वेसन नम्बर 4 ले एउटा मिसिङ इन्फर्मेसन दिएको छ। जस्तै सिप्रोफ्लोक्सासिन 500 mg 2 hourly फर 7 days भनेको छ। यसमा चाहिँ के मिसिङ छ भनेको छ। यसमा डोजेज फर्म मिसिङ छ, किनभने अगाडि डोजेज फर्मको नाम लेखेको छैन, त्यसकारण डोजेज फर्म मिसिङ हुने भयो। रेफरेन्स अफ क्रिस्टल इन म्यानिटोल इन्जेक्सन वुड इन्डिकेट द्याट द प्रोडक्ट भनेको छ। म्यानिटोल भनेको एकदमै सेन्सिटिभ ड्रग हो, टेम्परेचर सेन्सिटिभ ड्रग हो, जुन चाहिँ हामी अस्मोटिक डायरेटिक्स भनेर बुझ्छौँ र यसलाई चाहिँ हामीले एकदमै टेम्परेचर मेन्टेन गरेर राख्नुपर्ने हुन्छ। यदि यो एक्सेसिभ कोल्डमा एक्सपोज भयो भने यसमा क्रिस्टलहरू फर्मेसन हुन्छ र त्यो क्रिस्टल फर्मेसन हुने भनेको फिजिकल चेन्जले गर्दाखेरि हो, कुनै कन्टामिनेसनले गर्दाखेरि होइन। त्यस कारणले यसलाई चाहिँ हामीले स्टोरेज गर्दाखेरि टेम्परेचर मेन्टेन गरेर राख्नुपर्ने हुन्छ र म्यानिटोल ह्याज टेम्परेचर डिपेन्डेन्ट सोलुबिलिटी पनि हुन्छ। त्यस कारणले कमन टेम्परेचर स्टोरेज भनेको 8 देखि 25 डिग्री सेन्टिग्रेडमा यसलाई स्टोरेज गरेर राख्नुपर्ने हुन्छ। रेसनल युज अफ मेडिसिन मिन्स प्रिस्क्राइबिङ राइट डोज, राइट ड्रग, राइट ड्युरेसन एन्ड प्रोभाइडिङ। यसको चाहिँ हामीलाई रेसनल ड्रग युजबाट क्वेसन सोधेको छ। रेसनल ड्रग युजको हामीले यसमा छुटेको भनेको एडिक्वेट पेसेन्ट इन्फर्मेसन अफ इन्स्ट्रक्सन, जुन हामीले यसमा थप्नुपर्ने हुन्छ। र which is used as preservative in pharmaceutical formulation। कुन चाहिँ फार्मास्युटिकल फर्मुलेसनमा प्रिजर्भेटिभ हो भनेको छ। अभियसली मिथाइल पाराबिन हो, अरू चाहिँ प्रिजर्भेटिभहरू होइनन्। मिथाइल पाराबिन, प्रोपाइल पाराबिनहरू चाहिँ जेनरली प्रिजर्भेटिभको रूपमा युज हुन्छन् र अरू कमनली युज हुने प्रिजर्भेटिभ भनेको बेन्जाइल अल्कोहल, सोडियम बेन्जोइड, पोटासियम सर्बेट फिनोलहरू, थायोमर्सलहरू, क्लोरोक्रिसोलहरू युज हुन्छन्। यिनीहरूको कन्सन्ट्रेसन पनि कहिलेकाहीँ सोधिरहेको हुन्छ एक्जाममा।
मिथाइल पाराबिनको कन्सन्ट्रेसन भनेको 0.1 टु 0.3 वेट बाई भोल्युम, यिनीहरू सबैभन्दा कमभन्दा कम कन्सन्ट्रेसनमा युज हुन्छन्। र प्रोपाइल प्याराबिनको 0.02 टु 0.1% वेट बाई भोल्युम कन्सन्ट्रेसनमा युज हुन्छ। यिनीहरूले क्रिम, ओइन्टमेन्ट, इन्जेक्टेबल आइटमहरूमा युज हुन्छन्। र बेन्जाइल अल्कोहल चाहिँ जेनरली इन्जेक्टेबल सोलुसनहरूमा युज हुन्छ। अनि सोडियम बेन्जोएट चाहिँ ओरल लिक्विड सिरपहरूमा। यसको पिएच डिपेन्डेन्ट एक्टिभिटी हुन्छ र इफेक्टिभ एज लेस देन 7 पिएचमा चाहिँ एक्टिभ हुन्छ। त्यसै गरी वाट इज द प्राइमरी पर्पोज अफ फार्माकोपिया भनेको छ। फार्माकोपिया भनेको इट इज अ बुक विच कन्टेनिङ द इन्फर्मेसन अबाउट द ड्रग भनेर भन्छौँ। र यसको पर्पोज भनेको चाहिँ टु सेट द स्ट्यान्डर्ड फर क्वालिटी एन्ड प्युरिटी अफ फार्मास्युटिकल प्रडक्ट भनेर बुझ्नु पर्यो। त्यसपछि वाट टाइप अफ इन्कम्प्याटेबिलिटी इज अब्जर्भड वेन टु आइभी ड्रग फ्रम प्रेसिपिटेट अन मिक्सिङ भनेको छ। आइभी ड्रगहरू मिक्सिङ गर्दाखेरि प्रेसिपिटेट फर्म भयो भने कुन इन्कम्प्याटेबिलिटी हुन्छ भनेको छ। यसमा पनि फिजिकल इन्कम्प्याटेबिलिटी हुन्छ र जहिले पनि प्रेसिपिटेट फर्मेसन भयो भने फिजिकल हुन्छ। र फिजिकल इन्कम्प्याटेबिलिटीको तिनवटा फर्म छ, आइपिएल, इन्सोल्युबिलिटी, प्रेसिपिटेट र लिक्विफेक्सन। तिनवटा कुरा भयो भने जहिले पनि फिजिकल इन्कम्प्याटेबिलिटी हुन्छ। र केमिकल इन्कम्प्याटेबिलिटी हुनको लागि केमिकल रियाक्सन इन्भल्भ हुनु पर्यो, जस्तै डिग्रेडेसन, अक्सिडेसन, हाइड्रोलाइसिस र न्यू कम्पाउन्ड फर्मेसन हुनु पर्यो। थेरापेटिक हुनको लागि चाहिँ टु ड्रग इन्टरफियर विथ इच अदर्स थेरापेटिक इफेक्टलाई चाहिँ अल्टर गर्यो भने त्यस्तो कन्डिसनमा हामी थेरापेटिक इन्कम्प्याटेबिलिटी भन्छौँ। र बायोलोजिकल भनेको चाहिँ अब रियाक्ट विथ ब्लड अर टिस्यु कम्पोनेन्ट कजिङ बायोलोजिकल हार्म, यो चाहिँ रेयर हुन्छ भनेर बुझ्नु पर्यो। अब विच अफ द फलोइङ करेक्टली डिफाइन द प्राइमरी रोल अफ हस्पिटल फार्मेसी भनेको छ। यसको चाहिँ अप्सन सी हुन्छ, प्रिपेयरिङ, कम्पाउन्डिङ, स्टकिङ एन्ड डिस्पेन्सिङ इन पेसेन्ट्स मेडिसिन। त्यसै गरी अर्को क्वेसन छ, प्राइमरी हेल्थ केयर सिस्टम वाज एडप्टेड इन नेपाल। यो कमनली सोधिरहने क्वेसन हो। यसको आन्सर 1978 हो। र अल्मा आटा डिक्लेरेसन वाज हेल्ड इन भन्यो भने पनि 1978 80 भनेर बुझ्नु होला। त्यसै गरी क्वेसन नम्बर 12ले भन्छ, फार्मास्युटिकोपियल मोनोग्राफ इज अ डकुमेन्ट डिटेलिङ द क्वालिटी स्ट्यान्डर्डको कुरा गर्छ अफ द ड्रग सब्सटेन्स अर प्रोडक्ट क्वालिटी स्ट्यान्डर्ड। त्यसै गरी विच अफ द फलोइङ इज नट इन्क्लुडेड इन इमर्जेन्सी ड्रग बक्स। इमर्जेन्सी ड्रगको बक्समा चाहिँ पारासिटामल ट्याब्लेट हुँदैन, किनभने इन्जेक्टेबल आइटम सबै हुन्छन् र पारासिटामल चाहिँ इमर्जेन्सी बक्समा हुँदैन। तर फर्स्ट एड बक्समा चाहिँ यो सबै हुन्छन् फेरि। अब विच अफ द फलोइङ मेथड इज कमनली युज्ड फर द एक्सट्र्याक्सन अफ एक्टिभ कन्स्टिट्युएन्ट फ्रम हर्बल ड्रग भनेको छ। कमनली युज हुने मेथड भनेको मेसरेसन हो। जेनरली अब हामीले थाहा पाइरहेको डिफ्रेन्ट एक्सट्र्याक्सन मेथडहरू छन्। अब यस अप्सनमा दिएको चाहिँ सब्लिमेसन भनेको जेनरली भोलाटाइल ओइलको लागि हुन्छ, नट फर हर्बल ड्रगको लागि। डिस्टिलेसन अन्डर रिड्युस प्रेसर चाहिँ मेनली युज फर ओइल र भोलाटाइल कम्पाउन्डको लागि हुन्छ भने क्रिस्टलाइजेसन चाहिँ प्युरिफाई सोलिड कम्पाउन्ड, नट फर एक्सट्र्याक्टिङ द हर्बल ड्रग भनेर भन्छ। डिफ्रेन्ट मेथडहरू छन् हर्बल ड्रग एक्सट्र्याक्सन गर्ने, जस्तै मेसरेसन, पर्कुलेसन, इन्फ्युजन, डिकोक्सन, त्यसै गरी सक्लेट एक्सट्र्याक्सनहरू। अब जेनरली मेसरेसन चाहिँ कोल्ड प्रोसेस पनि भन्छ र यसमा हिट रिक्वायर हुँदैन, हिट लायबल ड्रगहरू यसमा युज गर्न सकिन्छ। पर्कुलेसनमा जेन्टल हिट हुन्छ अनि इन्फ्युजन पनि हिट लायबल ड्रगलाई युज गर्न सकिन्छ, जेन्टल एक्सट्र्याक्सन हो। र डिकोक्सनमा चाहिँ हट वाटर युज गरिन्छ, सो यसमा हिट लायबल ड्रगहरू युज गर्न मिल्दैन। त्यसै गरी सक्लेट एपरेटस अनि त्यसपछि मोडर्न मेथडमा चाहिँ अल्ट्रासोनिक एक्सट्र्याक्सन, सुपर क्रिस्टिकल फ्लुइड एक्सट्र्याक्सन र माइक्रोवेभ एसिस्टेड एक्सट्र्याक्सनहरू चाहिँ यसमा मोडर्न मेथडमा पर्छ। त्यसै गरी यसको की डिफ्रेन्स के हो त भन्दाखेरि टेम्परेचरको कुरा गर्दाखेरि मेसरेसन र इन्फ्युजन चाहिँ जेनरली कोल्ड अथवा माइल्ड टेम्परेचरमा युज हुन्छन्, सो यसमा हिट लायबल सब्सटेन्सहरू युज गर्न सकिन्छ। भने डिकोक्सन र सक्सलेट भनेको हट हुन्छन् र यसमा हिट लायबल सब्सटेन्स गर्न मिल्दैन, हिट रेजिस्टेन्ट ड्रगहरू युज गर्नुपर्ने हुन्छ। र स्पिडको कुरा गर्दाखेरि सक्सलेटमा फास्ट हुन्छ, पर्कुलेसनमा
मिडियम र त्यसपछि मेसरेसन आउँछ भने टाइप्स अफ कन्स्टिट्युएन्टको कुरा गर्दाखेरि भोलाटाइल कन्स्टिट्युएन्टहरूलाई डिस्टिलेसनबाट एक्सट्र्याक्सन गरिन्छ भने हिट सेन्सिटिभ ड्रगहरूलाई मेसरेसन र इन्फ्युजनबाट गरिन्छ भने टफ इन्सोलुबल ड्रगहरूलाई चाहिँ सक्सलेट र डिकोक्सनबाट चाहिँ एक्सट्र्याक्सन गरिन्छ। विच अफ द फलोइङ कम्पाउन्ड इज फाउन्ड इन रेहुम इमोडी पदमचालको कुरा गरिरहेको छ यहाँ। रेहुम इमोडी भनेको कुन कम्पाउन्ड हो भनेको छ यो ओलिनिक एसिड हो। यी सबैहरू चाहिँ आर्टिमेसियाबाट आउँछ, यो इफेडा सोमलताबाट, रेजरपाइन सर्पगन्धाबाट आउँछ। त्यस कारणले यसको आन्सर ओलिनिक एसिड हुन्छ। विच अफ द फलोइङ इज नट एन इसेन्सियल वेल बियरिङ प्लान्ट कुन चाहिँ इसेन्सियल वेल बियरिङ प्लान्ट होइन भनेको छ। यसमा अब यो सिनामम, अब यो दालचिनी भइहाल्यो, आर्टिमेसिया, तितेपाती, लेमन ग्रास, यिनीहरू सबै चाहिँ इसेन्सियल वेल बियरिङ प्लान्टहरू हुन् भने बेलाटना चाहिँ ट्रोपिन अल्कालोइड हो। सो यो चाहिँ इसेन्सियल बियरिङ प्लान्ट, इसेन्सियल ड्रग बियरिङ प्लान्ट होइन। त्यस कारणले यसको आन्सर अप्सन ए हुन्छ। र विच इज प्रोपर स्टोरेज वाइ इज प्रोपर स्टोरेज टेम्परेचर इम्पोर्टेन्ट फर हर्बल ड्रग भनेको छ। हर्बल ड्रगको लागि किन प्रोपर स्टोरेज इम्पोर्टेन्ट हुन्छ भन्दाखेरि टु प्रिजर्भ दियर पोटेन्सी एन्ड प्रिभेन्ट द कन्टामिनेसन एन्ड डिग्रेडेसन, सबै कुरालाई बचाउनको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। वाट इज द मेन युज अफ द आरएफ भ्याल्यु आरएफ भ्याल्युको मेन युज के हो भनेको छ त आइडेन्टिफाई द कम्पाउन्ड बाई कम्पेरिजन विथ स्ट्यान्डर्ड स्ट्यान्डर्डसँग कम्पेयर गरेर कम्पाउन्डलाई आइडेन्टिफाई गर्नको लागि जुन छ। र आरएफ भ्याल्यु हामी जेनरली टिएलसी, एचपिएलसी, एचपिटिएलसीमा युज गर्छौँ। जेनरली चाहिँ क्रोमेटोग्राफीमा युज हुन्छ। जस्तै यो फिगरमा देखाएको एउटा टिएलसी प्लेट देखाएको छ। यसमा एउटा डिस्टेन्स मोड बाई सल्भेन्ट भनेको छ, जसले 12 सेन्टिमिटर मुभ गरेको छ र सब्सटेन्सको मुभमेन्ट चाहिँ 5 सेन्टिमिटर छ र 5 डिभाइड बाई 12 गर्दाखेरि 0.42 आयो र 42 चाहिँ आरएफ भ्याल्यु भयो भनेको छ। Which of the following is best to sterilize heat liable solution? Heat liable solutionलाई बेस्ट स्टाइल गर्ने मेथड कुन हो भन्दाखेरि मेम्ब्रेन फिल्ट्रेसन भनेर बुझ्नु पर्यो। र which indicator would be suitable for a strong acid base titration भनेको छ। स्ट्रङ एसिड र स्ट्रङ बेस टाइटेसनको लागि चाहिँ हामीले जनरली ब्रोमोथाइमोल ब्लू युज गर्छौँ, किनभने मिथाइल ओरेन्ज, जेनरली मिथाइल फेनोथालिन, लिटमसहरू चाहिँ जेनरली यसमा युज हुँदैनन्। यसमा युज हुने भनेको ब्रोमोथाइमोल ब्लू स्ट्रङ एसिड र स्ट्रङ बेसको लागि 6 to 7 चाहिँ यसको पिएच रेन्ज छ, 7.6। सो यो जुन छ र यसको ब्रोमोथाइमोल ब्लूको चाहिँ ब्लू इन बेसमा हुन्छ भने येल्लो इन एसिड र ग्रिन इन न्युट्रल पिएचमा हुन्छ। According to Beer-Lambert law, absorbance is proportional to भनेको छ। यसको चाहिँ कन्सन्ट्रेसन र पाथ लेन्थ हुन्छ। Method of extraction involves soaking the solid material in solvent for extended period. long period को लागि राख्दाखेरि चाहिँ जनरली हामी मेसरेसन भन्छौँ। अरू सबै यिनीहरू फास्ट हुन्छन्। अब क्वान्टिटेटिभ माइक्रोस्कोपिक इभ्यालुएसन अफ पाउडर ड्रग इज डन बाई भनेको छ। जनरली अब लाइकोपोडियम स्कोर मेथड कुन हो भनेर सोध्न खोजेको हो। यसको आन्सर माइक्रोस्कोपिक इभ्यालुएसन हुन्छ। र विच स्टेटमेन्ट बेस्ट डिस्क्राइब स्पेक्ट्रोस्कोपिक भर्सेस क्लासिकल मेथड भनेको छ। अब स्पेक्ट्रोस्कोपिक मेथडमा जनरली रिक्वायर्स लेस टाइम र लेस स्याम्पल युज हुन्छ। सो यसको आन्सर सी भयो। विच कम्पोनेन्ट आइसोलेट अ स्पेसिफिक वेभलेन्थ अफ लाइट भनेपछि मोनोक्रोमेटर। त्यसै गरी एग्लुटिनेसन रियाक्सन इज मोर सेन्सिटिभ देन प्रेसिपिटेसन फर डिटेक्सन अफ भनेको छ। यो एन्टिबडिजको डिटेक्सन गर्नको लागि हुन्छ। त्यसै गरी एन्टिबडी द्याट इज प्रोड्युस फर्स्ट ड्युरिङ प्राइमरी इम्युन रिस्पोन्स भनेको छ। यसको आन्सर आइजिएम हुन्छ। जेनरली एन्टिबडिजहरू चाहिँ 5 किसिमका हुन्छन्, जिएएमइडी भनेर सम्झिने। र आइजिएम भनेको जहिले पनि एक्युट इलनेसमा हुन्छ र लार्जेस्ट इन साइज हुन्छ भने फर्स्ट डिटेक्टेड इन इन्फेक्सन र प्राइमरी इम्युन रिस्पोन्समा डिटेक्ट हुन्छ। त्यसै गरी एक्टिभ इन टाइप 2 र टाइप 3 हाइपरसेन्सिटिभिटी रियाक्सनमा पनि एक्टिभ हुन्छ। र आइजिजी भनेको जहिले पनि क्रोनिक इलनेसमा हुन्छ र लार्जेस्ट इन नम्बर हुन्छ र पास प्लेसेन्टा पास गर्छ र लङ्गेस्ट हाफ लाइफ पनि यसकै हुन्छ। आइजिए भनेको प्रेजेन्ट इन बडी सेक्रेसनहरू जस्तै मिल्क, म्युकस र ब्लडमा प्रेजेन्ट हुन्छ भने आइजिई भनेको चाहिँ एक्टिभ इन टाइप 1 हाइपरसेन्सिटिभिटी रियाक्सन, एलर्जिक रिस्पोन्समा चाहिँ एक्टिभ हुन्छ। र आइजिडी भनेको जहिले पनि डिफ्रेन्सिएसन अफ बी लिम्फोसाइटमा एक्टिभ हुन्छ। त्यसै गरी बेसिक
प्रिन्सिपल अफ पाइरोजन टेस्टिङ इज भनेको छ डिटेक्ट माइक्रो अर्गानिजम इन आइभी फ्लुइड, डिटरमाइन एन्टिबायोटिक पोटेन्सी भनेको छ। यसको आन्सर चाहिँ मेजर राइज इन बडी टेम्परेचर आफ्टर एडमिनिस्ट्रेसन हो। र थेरापेटिक इन्डेक्स रिफर्स टु भन्दाखेरि रेसियो अफ टक्सिक डोज टु इफेक्टिभ डोज भनेर बुझ्नु पर्यो। टिआई भनेको जहिले पनि टिडी 50 डिभाइड बाई इडी 50 अथवा एलडी 50 डिभाइड बाई इडी 50 भनेर बुझ्नु पर्यो। टिडी भनेको टक्सिक डोज अथवा एलडी भनेको लिथल डोज 50%। 50% पपुलेसनमा टक्सिक इफेक्ट देखायो भने त्यसलाई टिडी 50 भन्छौँ। इडी 50 भनेको चाहिँ 50% पपुलेसनमा यदि त्यसले इफेक्ट देखायो भने त्यसलाई हामी इडी 50 भनेर भन्छौँ। त्यसै गरी इन्जेक्सन अफ लिक्विड इन्टु सेल बाई द बड बडिङ अफ स्याम्पल भेसिकल फ्रम द सेल मेम्ब्रेन इज नोन एज भनेको छ इन फार्माकोकाइनेटिक्स भन्दाखेरि यसको भनेको पिनोसाइटोसिस अथवा सेल ड्रिङ्किङ प्रोसेस भन्छ। र अरू अप्सनहरू जस्तै एक्जोसाइटोसिस भनेको आउट अफ द सेलबाट आउट गर्ने हो। इन्डोसाइटोसिस भनेको जनरली दुइटै टर्मलाई कम्बाइन गर्छ पिनोसाइटोसिस र फेगोसाइटोसिसलाई। र साइटोटोक्सिकोसिस भनेको सेल ड्यामेज ड्यु टु टक्सिन भनेर बुझ्न सकिन्छ। त्यसै गरी 31 को चाहिँ द प्रिन्सिपल अफ माइक्रोबायोलोजिकल एस्से इज मेनली बेस्ड अन भनेको छ। माइक्रोबायोलोजिकल एस्से भन्ने बित्तिकै हामी इनिबिसन अफ ग्रोथ अफ सुइटेबल माइक्रो अर्गानिजम भनेर बुझ्छौँ। र भिटामिन भनेर भन्यो भने जहिले पनि हामीले एक्जिबिसन अफ ग्रोथ अफ भिटामिन भनेर बुझ्नुपर्छ। त्यसै गरी विच अफ द फलोइङ इज बेस्ट डिस्क्राइब द प्राइमेरी फङ्सन अफ इम्युन सिस्टम भनेर भन्यो भने टु प्रोटेक्ट द बडी अगेन्स्ट हार्मफुल प्याथोजिन एन्ड फरेजन सब्सटेन्स भनेर बुझ्ने। र वाट इज रिकमेन्डेड टेम्परेचर रेन्ज फर मोस्ट स्टोरिङ मोस्ट भ्याक्सिन भन्यो भने यो सबैले थाहा भएकै कुरा हो 2 to 8 डिग्री सेन्टिग्रेड। अनि त्यसै गरी विच अफ द फलोइङ बेस्ट डिस्क्राइब द कन्सेप्ट अफ लाइफ सेभिङ ड्रग। लाइफ सेभिङ ड्रगको कन्सेप्ट कुन हो भने इसेन्सियल मेडिसिन द्याट आर क्रिटिकल फर सर्भाइभल एन्ड मस्ट बी अभाइलेबल एट अल टाइम इन एडिक्वेट अमाउन्ट भनेर बुझ्ने। र प्रोपर इन्भेन्टोरी रोटेसन युजिङ फिफो मिन्स फर्स्ट एक्सपायरी फर्स्ट आउट भनेर बुझ्नु पर्यो। र वाट इज द मेन पर्पोज अफ इम्प्लिमेन्टिङ cost recovery drug scheme in rural healthcare setting. Cost recovery drug scheme generally healthcare financing मा health insurance, cost recovery drug scheme र cost sharing drug scheme गरेर तीनटा किसिमका स्किम हुन्छन्। र यसको सोधेको चाहिँ cost recovery drug scheme किन rural health setting मा युज गरिन्छ भन्दाखेरि to ensure the sustainable supply of essential medicine को लागि। यसमा चाहिँ cost recovery drug scheme भनेको चाहिँ money collected from drug sales is reused to procure the medicine अथवा के को लागि त भन्दाखेरि ensure the continuous availability of essential medicine without total dependence on government funding भनेर बुझ्न सकिन्छ। त्यसै गरी concept of essential drug is recommended by WHO is based on the principle that a limited number of drugs that are safe, effective, and meet the priority of healthcare need of population should be available at all time भनेर यसको आन्सर सी हुने भयो। र which of these best describe the health promotion भन्यो भने प्रिभेन्टिभ एन्ड इम्पावरिङ पिपुल टु कन्ट्रोल दियर हेल्थ भनेर बुझ्नु पर्यो। र त्यसै गरी विच ड्रग इज नट ब्यान्डेड इन नेपाल भन्यो भने फेनाइलब्युटाजोन भनेर बुझ्नु पर्यो। र गभर्मेन्ट अफ नेपालले 2047 कार्तिक 3 गते चाहिँ ब्यान गरेको लिस्टमा फेनाइलब्युटाजोन इन कम्बिनेसन विथ अदर ड्रग भनेको छ भने सिङ्गल ड्रगलाई चाहिँ ब्यान गरेको छैन। अरू सबै ड्रगहरू चाहिँ ब्यान भएको छन्, गभर्मेन्ट अफ नेपालले ब्यान गरेको छ। अर्को क्वेसन छ विच अफ द फलोइङ बेस्ट डिस्क्राइब द डिफरेन्स बिट्विन नेसनल फर्मुलरी एन्ड हस्पिटल फर्मुलरी भन्दाखेरि यसको आन्सर अप्सन बी हुने भयो। त्यसै गरी फर्स्ट युनिभर्सिटी टु स्टार्ट बी फार्मेसी प्रोग्राम इन नेपाल भन्दाखेरि काठमाडौँ युनिभर्सिटी। विच अथोरिटी इज प्राइमरली रिस्पोन्सिबल फर इम्प्लिमेन्टिङ द नार्कोटिक ड्रग एक्ट 2033 बिएससी नेपाल भन्यो भने मिनिस्ट्री अफ होम एन्ड एफेयर्स। अब यसको चाहिँ नार्कोटिक ड्रग एक्टको सेक्सन 21 मा मेन्सन गरेको छ गभर्मेन्ट अफ नेपाल सेल इस्टाब्लिस नार्कोटिक ड्रग कन्ट्रोल एडमिनिस्ट्रेसन अन्डर द मिनिस्ट्री अफ होम एन्ड एफेयर्स भनेको छ। सो यसको आन्सर डी हुने भयो। Which is not the objective of
ड्रग एक्ट भनेको छ यसमा अब झुक्क्याउनुको लागि यसमा दुईटा कुरा झुक्क्याइदिएको छ। पहिलो भनेको रेजिस्ट्रेसन अफ डायग्नोस्टिक आइटमको कुरा गरेको छ भने अर्को चाहिँ प्रोभाइड द लाइसेन्स फर क्लिनिकल ट्रायल भनेको छ। र यसको आन्सर चाहिँ प्रोभाइड द लाइसेन्स फर क्लिनिकल ट्रायल हुन्छ। यसको आन्सर चाहिँ किनभने ड्रग एक्टको प्रिएम्बलको 3टा अब्जेक्टिभ छ। पहिलो अब्जेक्टिभ भनेको टु प्रिभेन्ट द मिसयुज एन्ड एब्युज अफ ड्रग एन्ड एलाइड फार्मास्युटिकल सब्सटेन्स एन्ड फल्स एन्ड मिसलिडिङ इन्फर्मेसन रिलेटेड टु इफिकेसी एन्ड युज अफ ड्रग भनेको छ। सो यसको आन्सर चाहिँ तपाईँको अब ड्रगको कुरा गरेको छ। ड्रग भनेपछि फेरि यसले ड्रग एक्टले ड्रगको डिफिनिसन दिँदाखेरि चाहिँ ड्रग मिन्स एनी सब्सटेन्स टु बी युज्ड फर डायग्नोसिस भन्ने बित्तिकै डायग्नोस्टिक एजेन्ट आइहाल्यो। क्युर, मिटिगेसन एन्ड ट्रिटमेन्ट एन्ड प्रिभेन्सन अफ ह्युमन एनिमल भनेको छ भनेपछि ड्रग ड्रग यस्तो सब्सटेन्स जुन चाहिँ डायग्नोसिस, क्युर, मिटिगेसन, ट्रिटमेन्ट र प्रिभेन्सनको लागि युज हुन्छ र साथसाथै त्यो ड्रगको साथसाथै एलाइड इन्ग्रिडियन्टलाई पनि यसले ड्रग मानेको छ। सो यसको आन्सर चाहिँ क्लिनिकल ट्रायलको बारेमा चाहिँ कुनै अब्जेक्टिभमा भनेको नभनेको हुनाले यसको आन्सर चाहिँ अप्सन सी हुने भयो। र क्वेसन नम्बर 44 को ड्रग म्यानुफ्याक्चरिङ कोड वाज प्रोमोलगेटेड इन 2041 जुन चाहिँ रिभोक्ड भइसकेको छ र नेपालमा चाहिँ अहिले गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस गाइडलाइन 2072 चाहिँ इम्प्लिमेन्टेसनमा छ। अब अर्को भनेको प्रोभिजन फर सेफ किपिङ अफ नार्कोटिक ड्रग्स इन मेन्सन्ड इन रुल नम्बर 14 अफ ड्रग स्ट्यान्डर्ड रेगुलेसन 2043 मा चाहिँ रुल नम्बर 14 मा मेन्सन गरेको छ र यसको रेकर्ड किपिङको लागि एनेक्स 7 फर्मेट चाहिँ अनुसूची 7 मा चाहिँ मेन्सन गरिएको छ। त्यसै गरी सेभ मदरहुड प्रोभिजन इन सुदूरपश्चिम हेल्थ सर्भिस एक्ट 2076 भनेको छ। यो सुदूरपश्चिमसँग रिलेटेड क्वेसन हो र यसमा चाहिँ सेक्सन 5 को क्लाउज नम्बर 37 मा चाहिँ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको कुरा गरेको छ। त्यसै गरी अकर्डिङ टु ड्रग एक्ट अफ नेपाल पेथिलिन इज क्लासिफाइड अन्डर ग्रुप क भइहाल्यो, ग्रुप क अप्सन सी। अनि त्यसै गरी क्वालिटी अफ मेडिसिन इज जेनरली रिफर्स टु सेफ्टी, इफिकेसी एन्ड पोटेन्सी अफ ड्रग। यसमा के भनेको छ भन्दाखेरि थेरापेटिक एक्सिलेन्स, कस्टमर सेटिस्फ्याक्सन, इन्क्रिज इन सेल भनेको छ। थेरापेटिक एक्सिलेन्स पनि क्वालिटी नै हो, तर जेनरली मेडिसिनको एस्पेक्टमा क्वालिटीको कुरा गर्दाखेरि सेफ्टी, इफिकेसी र पोटेन्सी नै क्वालिटी हो। अन्डर द व्हिच सेक्सन अफ ड्रग एक्ट 35 डिडिए वाज इस्टाब्लिस भनेको छ, सेक्सन 5 हुने भयो। त्यसै गरी राइट अफ ब्यानिङ अफ ड्रग विथ गभर्मेन्ट अफ नेपाल भनेर बुझ्न सकिन्छ। र आज हामीले सुदूरपश्चिमसँग रिलेटेड क्वेसन सल्भ गऱ्यौँ। तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र केही प्रतिक्रिया भए कमेन्ट पनि लाइक, सब्सक्राइब, सेयर गरेर कमेन्ट गर्न नभुल्नुहोला। हवस् त, थ्याङ्क यू, नमस्ते।